साथीहरू, म आज अर्ध छन्दमा एउटा वियोगात्मक कविता सुनाउँछु। सुन्नु होला है त। कविताको शीर्षक छ चाहिँदैन मलाई 84 पूजा। म 84 पूजा मनाउने छैन प्रिया, चाहिँदैन मलाई 84 पूजा। 13 दिन जिन्दगी काटे जिन तिन यहाँ, भक्कानिन्छु हर साँझ हेर्दै तिम्रो तकिया। न रङ्गीन लाग्छ संसार मलाई, न वस्त्रमा सजाउन मन लाग्छ यो आँतलाई। न स्वाद छ भोग भोजनमा मलाई, किन खानु आहार मात्र यो पेट पाल्नलाई। म पनि त थिएँ जीर्ण, म पनि त वृद्ध, फेरि किन बचायो एक्लो मलाई। वियोगमा प्रिय तिम्रो विचलित हुन्छु, हराउँछु एकान्तमा आँसु बहाई। जसै साँझ ढल्छ रुन्छु म तिम्रो तकिया समाई, छोडी मलाई किन उठायौ तिमीलाई। सोध्न मन लाग्छ पापी त्यो काललाई। मन रम्दैन कसैसँग यहाँ हेर, संसार लाग्छ निर्दय कठोर। हे दैव आजै मलाई पनि लैजाऊ उठाई, हर साँझ गर्छु म आरती यही बिन्ती बिसाई। म 84 मनाउने आशमा छैन सुन मेरो प्रिया, 13 दिन काटे जसै तसै एक्लो म यहाँ। अब सक्दिन किञ्चित काट्न अर्को दिनचर्या, म 84 मनाउने छैन सुन मेरी प्रिया। धन्यवाद।